मन्त्री हो। म बजार यो कप्तानको बजारमा औषधि व्यवसाय हो। पूर्व साइडमा मेरो मुस्कान एक्चुअली पाकिजा फार्मेसी भन्ने छ। घर चाहिँ जमाउन 4 नम्बर। त्यहाँ 4 बजे त्यो हाइलाइटमा झन्डा झुन्डिरहेको थियो केटाहरू। अलिक भिड त भइहाल्छ 4 बजेतिर मान्छेहरू हड्डी आउँदाखेरि त्यहाँ हाम्रो अफिस साहब यो बेस क्याम्पको आउनु भन्ने के को भिड भएको भनेर भन्नुभयो। भिड गर्नुमा चाहिँ 5-10 वटा केटाको नाम पनि लेख्नुभयो। अनि के लेख्नु भने यदि तिमीहरूले बवाल गर भनेदेखि तिमीहरूलाई म कारवाही गर्छु भनेर भन्नुभयो। अनि त्यो अफिस साहब गइसक्नुभयो। जाँदाखेरि केही भएन, तिनीहरू अब त्यही हो झन्डा सन्डा झुन्ड्याएर अनि चोकको त्यो जुन झन्डा छ नि त्यहाँ चोकमा त्यो हाम्रो राष्ट्रिय झन्डा त्यसलाई निकालेर आफ्नो झन्डाहरू त्यो धर्मको झन्डाहरू त्यो ठाउँको झन्डा झुन्ड्याउनु त्यति बेला पनि केही फरक परेन, केही छैन। अनि राति 9:30 पौने 10 बजेतिर त्यहाँ बोलबम जाने क्रममा डिजेल लिएर आउनुभयो। अनि आउँदाखेरि 30-40 वटा केटाहरू म पसलमै थिएँ त्यति बेला। एउटा म पनि बन्द गर्ने तर्खरमा थिएँ, किन बन्द गरेर घरतिर जाने भनेर सोचमा थिएँ। अनि त्यति बेला बन्द गर्ने क्रममा 1-2 पल्ला मैले लगाइसकेँ क्या सेटहरू थियो ढोकाको, मेरो ढोका हो त्यता होइन। अनि एउटा इमर्जेन्सी आयो, प्रेसर बढ्या त्यसको कामी रेखेको छु गर्दाखेरि मैले बचाएँ उसलाई। अनि तुरन्त धेरै मैले लाइट उसलाई डिजेवालाको लाइट बाल्यो, बाइक बन्द गरिदियो पेसेन्ट छ भन्छ। अनि बन्द गरिदिइहाल्छु। बन्द गर्दाखेरि मैले चेक गरेँ उसलाई, चेक गर्दाखेरि प्रेसर धेरै बढिहाल्छ। अनि औषधि पाएर बचाएँ, एकछिन बस्नु फेरि हुँदैन निको हुन्छ भनेर अलमा लगाइराखेको छु केटाहरू त्यो मान्छे। अनि बज्दा लगभग आधा घन्टा पछाडि यो 10-15 मिनट पछाडि त्यो डिजे लिएर यतातिर आइहाल्यो। त्यो हाम्रो मन्दिर छ यहाँ शिव मन्दिरको अगाडितिर आइहाल्यो। अनि यता फर्काएर गानाहरू बजाइराखेको थियो। त्यति त साउन्ड जाँदैन थियो त्यहाँ, तर साउन्ड थियो। म त्यहाँ बसिरहेको थिएँ। यताबाट के कस्तो भयो त्यो थाहा भएन। स्पिडमा जुन त्यो डिजे भएको यताबाट अनि मैले हेरेँ हेर्दाखेरि बाहिर निस्किन्छ यति स्पिडमा डिजे गइरहेको छ भनेर म त भित्र पेसेन्ट हेरिरहेको थिएँ। के हो भाइ ए लडाइँ भयो भनेर भन्दाखेरि केटाहरू पनि मेरो पसन्द गयो त्यहाँ। किन लडाइँ गरेको भाइहरू त्यस्तो नगर न भयो बस के हुँदैन। अनि बसिसकेपछि एकछिन पछाडि पूर्व भएर धेरै मात्रा लगभग 5-6 जना जति एकैपल्ट हुँदाखेरि यो बाटो यतातिर छिर्न थाल्यो उनीहरू। छिरेपछि सायद हुनुहुन्थ्यो त्यहाँ के अरे त्यो सशस्त्र टोली सबैजना रोक्यो। म त्यही बाहिर उभिरहेको छु हेरिरहेको छु, केही फरक परेन। अनि यिनीहरूलाई कसैले केही गरेन। इन्सपेक्टर साहब आउनुभयो देवाङबाट, उनीहरूलाई टेरेन गाडीमै लाठीले हिर्काएर ड्यामको आवाज राखेको थियो। अनि इन्सपेक्टर साहब आउनुभयो अनि उहाँ चाहिँ हावा फायरिङ गर्नुभयो। हावा फायरिङ गर्दाखेरि अलिकति छिटिर भयो। अनि बिचमा म भागेँ त्यहाँ जाँदाखेरि 10 मिनट पछाडि त्यहाँबाट फोन गयो केटाहरूको, दाइ यहाँ गोली चलिसक्यो। अनि ठिकै छ के गर्नु, एम्बुलेन्स आयो मान्छेहरूले लियो। अर्को केटा फेरि भने दाइ तपाईँको पसल तोडफोड हुँदैछ। अनि भाइ अब म के गर्नु त्यहाँ ती भिडमा कहाँ जानु, सोध्यो म त हेरिरहेको कति भिड छ भनेर। र पनि एकछिन पछाडि याद आयो मलाई मेरो डकुमेन्ट्सहरू त्यही छ पसलमा। ठिकै छ पसल जलाइदियो भनेदेखि के फरक पर्छ तर डकुमेन्ट्सहरू भने अप्ठ्यारो हुन्छ मलाई। म एक्लै आएँ त्यहाँबाट घरबाट आउँदाखेरि त्यो साइडमा तुला छ एउटा कलभर्टमा लगभग 3000 आदमी मान्छे थियो। मलाई कसैले केही गर्यो आउन दियो। मैले भने पनि त्यहाँ मेरो पसल तोडफोड गरिदिनु भयो तपाईँहरू, कसैले केही गरेन। जब म पसलमा आएँ, पसलमा 8-10 वटा केटा थियो। जब आएँ भाइ के गरेको भनेर भन्दाखेरि कुन मान्छे कतातिर भाग्न खोजेको बाटो त्यहाँ त्यो जुन देवाल छ नि देवालमै गएर ठोकिन्थ्यो। त्यहाँ लाइन थियो नि त्यति बेला। उनीहरूलाई आँखै नदेख्ने खाले जस्तो एकदम देवालमै ठोकेको। अनि पछाडि मैले भने भाइ एउटा त्यहाँ डकुमेन्ट्सवाला ब्याग होला, ठिकै छ तिमीहरू पसल जलाइदेऊ तर त्यो डकुमेन्ट्स मलाई देऊ। पछाडिबाट 1 लाठी हिर्कायो मलाई, यति जोडले हिर्कायो आँखै नदेख्ने। अनि म भागेँ त्यहाँबाट। मैले ठिकै छ त्यो पनि छोडेर त्यो डकुमेन्ट्समा सबै जलाइदियो छोडेर भागेँ।